नमस्कार, मेरो नाम गणेश विष्ट। आज म तपाईलाई पैसा सम्बन्धी केही जानकारी गराउन चाहन्छु। तपाईले भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ। तपाईलाई लाइक गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ र शेयर गर्न सक्नुहुन्छ। पैसाले बोल्छ। आज मलाई बचाएको खण्डमा भोलि म अप्ठ्यारो पर्दाखेरि बचाउँछु भन्छ पैसोले। तर सही ठाउँमा राख्नुभयो भने मात्र त्यो पैसाले के गर्छ, भोलि तपाईलाई अप्ठ्यारो पर्दाखेरि तपाईलाई के गर्छ, समस्याबाट समाधानतिर गराउँछ। र आजको दिनमा मान्छेले के गर्नुहुन्छ, कसैले जागिर गर्नुहुन्छ, कसैले के गर्नुहुन्छ, व्यापार गर्नुहुन्छ। जागिर गर्दा पनि पैसा आउँछ, व्यापार गर्दा पनि के हुन्छ, पैसा आउँछ। तर धेरै जसो मान्छेले के गर्नुहुन्छ, आम्दानी गर्नुहुन्छ अनि गएर डाइरेक्ट के गर्नुहुन्छ, खर्च गर्नुहुन्छ। पहिलो स्टेप। सेकेन्ड स्टेपको मान्छेले के गर्नुहुन्छ, आम्दानी गर्नुहुन्छ, बचत गर्नुहुन्छ अनि खर्च गर्नुहुन्छ। दोस्रो स्टेप। र तेस्रो स्टेपको मान्छेले के गर्नुहुन्छ, आम्दानी गर्नुहुन्छ, बचत गर्नुहुन्छ, लगानी गर्नुहुन्छ अनि बाँकी रहेको केही पैसा के गर्नुहुन्छ, खर्च गर्नुहुन्छ। तर तपाईलाई 1 नम्बरको मन पर्यो कि 2 नम्बरको मन पर्यो कि